हेलो एभ्रिवान, आज चाहिँ मोमो च्यालेन्ज गर्न गएको छु हैन। अनि मैले यो चाहिँ एग करी, यो चाहिँ ससेज, यो चाहिँ मोमो, यो चाहिँ मोमोको अचार, यो चाहिँ कोक थियो। मैले अघि डिस्टर्ब भएर भोइस ओभर गर्न पाइनँ, सो सरी भोइस ओभर गर्नु पर्यो। पोख्यो थोरै, लुगामा पनि लाग्यो, मेरो ढङ्ग चाहिँ छैन है गाइस। अब चाहिँ म अन्डा करी खान्छु है त गाइस, अचारमा चुपेर। वाउ, क्या मिठो थियो, सो डेलिसियस हैन गाइस, साँच्चै भनेको, झुट बोलेको हैन, एकदम धेरै मिठो थियो हैन। अनि मोमो तातो छ कि छैन छामेँ, त्यसपछिबाट म ससेज खान गइरहेको छु। यो चाहिँ बब ससेज हो है गाइस। ससेज पनि एकदम मिठो थियो, हेर्नु न, मैले वाउ भनेर खाइरहेको थिएँ, मिठो थियो। अनि सबैजना ड्याडी गफ गरेर बस्नुभयो, सबैजना फ्यामिली थियो नि, त्यही भएर भिडियो मात्र बनाएर पछि भोइस ओभर गर्छु भने सोचेर भिडियो बनाएको। यो चाहिँ मोमो, मैले मोमो खाएँ गाइस, हजुरहरू पनि खानु होला, मेरो भिडियो हेर्दै इन्जोय गर्नु होला सबैजनाले। गाइस प्लिज डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब है गर्न नभुल्नु होला। म पनि हजुरहरूलाई सब्सक्राइब ब्याक गर्नेछु स्योर हैन, हजुरहरूले गर्नु होला, म पनि हजुरहरूलाई गर्छु। म खाइरहेको छु हैन, अब के बोलौँ भयो, अघि त बोल्न आइरहेको थियो, त्यति बेला मिलेन। यस्तै हो गाइस, जस्तो छ त्यस्तोमै अब एडजस्ट हुनै पर्यो हैन। अनि रमाइलो भइरहेको थियो, भित्र पनि बनाउने ठाउँ त थियो, मैले बाहिरै बनाउन चाहेँ, बाहिरै बनाउन रहर लाग्यो हैन। अनि त गाइस हजुरहरूलाई हेर्न झ्याउ हुन्छ भनेर मैले चाहिँ स्पिडमा राख्दै हैन, किनकि धेरै 8 मिनट कि कतिको भएको थियो। अनि यति लामो भिडियो फेरि म त अब न्यू भयो नि त युट्युबमा, अनि त्यस्तो हेर्नुहुन्न होला कि भनेर अनि मैले फास्ट राखिदिएको। मिठो थियो एकदम मोमो हैन, सो डेलिसियस। हामीले चाहिँ यो बाहिरैबाट ल्याएर अनि घरमा फ्रोजन ल्याएर अनि घरमा बनाएर खाएको, यत्तिकै स्टिम मात्र गरेर। एकदम मिठो थियो मोमो गाइस, हजुरहरू पनि खानु है। अनि मेरो ड्याडी चाहिँ हेर्नु न, उता मोबाइल यता र उता गरेर सिस्टरहरूसँग बोल्दै हुनुहुन्थ्यो, अनि म चाहिँ नाच्दै खाइरहेको थिएँ, रमाइलो गरिरहेको थिएँ, एकदम धेरै इन्जोय भइरहेको थियो। आज चाहिँ टिकाको पहिलो दिन हो, भोलि चाहिँ टिका छ। अनि मोमो सबैजनालाई बढी भएछ, हामीले धेरै त ल्याएको थिएनौँ। मोमो खाइसक्न लागेको थिएँ, ठ्याक्कै डेलले ल्याएर म खाइसक्दिनँ भनेर हालिदिनु भयो होइन। ल म यति दुइटा चाहिँ खान्छु है भनेर सोचिरहेको थिएँ, डेलले हालिदिनु भएको मेरो सकेर नै। मैले चाहिँ 14वटा मोमो खाएको थिएँ कि, 14वटा राखेको थिएँ। म नर्मल्ली 10वटादेखि त खानै सक्दिनँ थिएँ, भयो नि अब यसरी खान छु कि थोरै खानु, अलि झ्याम्मै खाइदिउँ न भनेर अरूले खाएको देखेर पनि ट्राई गर्न चाहिँ खोजेको थिएँ। तर मैले फाइनली यो खाएपछि 14वटा मोमो खाइसकेँ है, मेरो भागको अचार कम भयो कि त्यसमा, त्यही भएर अर्को बोलको अचार चोपेर खाएको। कोक पनि सकिनै लाग्यो, फेरि भाइ पनि मोमो ल्याएर मलाई हालिदिन्छ, उसलाई पनि बढी भयो अरे, खा भयो, म खान सक्दिनँ, बरु यहीँ छोडिदिन्छु भनेर अनि मैले हाल्न चाहिँ दिएँ। भिडियो बनाइरहेको थिएँ, हेर्नु न मेरो भाइको हरकत, टाउकोमा त्यो जुठो थाल राखिदिएर म भिडियो बनाउन लाग्छ अनि थाहा भइ गरिदिएको, जिस्केको ऊ पनि, सिरियस त होइन। अनि मैले 1-2टा त खाएँ, सकिनँ त्यसपछि त। अब चाहिँ मैले सकिनँ, नाच्दै खाँदै गरिरहेको छु होइन। अनि खाएँ 2-3टा त खाएँ होला सायद। नाच्दै खाँदैछु, हेर्नु न कति रमाइलो लागिरहेछ भिडियो बनाएर खान पनि। सबैजनाले साथ सपोर्ट चाहिँ गरिदिनु होला, केही गर्नु पर्दैन, मलाई सब्सक्राइब गरेर मेरो भिडियोमा लाइक गरिदिए पुग्छ, अनि एकछिन हेरिदिए पुग्छ, अरू केही गर्नु पर्दैन। यति नै हो मेरो हजुरहरूलाई रिक्वेस्ट। अब यहाँभन्दा बढी चाहिँ मैले खान सकिनँ, खाइसकेँ भनेर मैले गरेर पनि देखाएँ। बाई गाइज, डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। बाई, लभ यु अल, बाई बाई।
टेक केयर भनेर हल्का पोज पनि दिएको मैले। बाई गाइस।